आदरणीय दर्शकबिन नमस्कार। मेरो नाम प्रवेश लामा। यतिखेर हामीसँग हुनुहुन्छ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता तथा पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर भौतिकजी हुनुहुन्छ। भौतिकजी, यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। आज हामी देशमा भइरहेको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी गर्नको निम्ति हामी यहाँ उपस्थित भएका छौँ। राज संस्थाको विषयमा कुराकानी गर्न चाहन्छु। राज संस्थाले अहिले देशव्यापी रूपमा आन्दोलन चर्काइराखेको छ, तपाईँको धारणा के छ? यो राज संस्थाले चाहिँ फेरि पुनर्जीवित गर्छु भन्ने एक किसिमको पश्चगामी शक्तिहरू छन्, जुन पश्चगामी शक्तिहरूले चाहिँ 238 वर्ष निरङ्कुश सामन्तवादी राजतन्त्रलाई 10 वर्ष माओवादी जनयुद्धको जगबाट हैन पाखा लगाएर चाहिँ तपाईँको त्यसले चाहिँ एउटा चिहानमा चाहिँ मिल्काइसकेको व्यवस्थालाई पुनर्जीवित गर्छु भन्ने एउटा जुन किसिमको चाहिँ ऊ छ, धारणा छ, जुन किसिमबाट आन्दोलन गरिराखेका छ उनीहरूले, त्यो एउटा चाहिँ उनीहरू आफैमा चाहिँ के छ भन्दाखेरि एक किसिमको भ्रम छ हैन। त्यो किसिमबाट चाहिँ राजतन्त्र आउँदैन। यो यत्रो 10 वर्ष महान जनयुद्ध, तपाईँको 19 दिने जनआन्दोलन पश्चात चाहिँ नेपालमा चाहिँ एउटा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। त्यो लोकतान्त्रिक गणतन्त्रबाट चाहिँ एउटा संविधान बनाएको छ। त्यो संविधानले नै उसलाई चाहिँ संवैधानिक राजतन्त्रबाट चाहिँ हटाइसकेको अवस्थामा फेरि राजतन्त्र आउँछ भन्नु चाहिँ तिनीहरूको चाहिँ एउटा चेतनाप्रति नै भ्रम छ।